ल हेलो एन्ड नमस्ते पिपुल, के छ खबर नयाँ नौलो? सब ठिक छ होला नि? अनि मेरो छोरी र बुढी चाहिँ यहाँ ट्याक्कै यहाँ बसिरहेको छ। पुन्टी पुन्टो, हाई बेबी, हेलो, गुड मर्निङ भन्यो। ल दुईजना ट्याक्कै यहाँ दुध यहाँ छ, खानु मन लागेन चाहिँ यहाँ बसिरहेछ टिभी हेरेर ट्याक्क। अनि अब म चाहिँ जिम जानु पर्यो भनेर बसेको, अनि म यहाँ खाँदैछु यहाँ जुस, बिहानको भोजन ट्याक्क। अघि तात पानी खाइयो, अनि अहिले चाहिँ यो ट्याक्क यो। ल हेलो नमस्ते ब्युटिफुल पिपुल, के छ नयाँ नौलो? सब ठिक छ होला नि? अनि म चाहिँ बिहानै उठेर ट्याक्क अब पानी, तातो पानीहरू खाएर यसो, अनि अङ्गुरहरू यसो स्याउहरू एक दुईवटा दाना टोकेर अब हिँड्दैछु। जिमतिर जान लाग्यो, घाम मजाले चर्को लागेको छ, डेन्जर छ। अब म देखाउँदै जान्छु है त। ल हेलो नमस्ते एभ्रिवान, के छ नयाँ नौलो? यो अब त ट्याक्क गोब्रोबाट हुन्छ इन्ट्रोडक्सन। ल म चाहिँ जाँदैछु ट्याक्क अब जिमतिर जानु पर्यो भनेर बिहानै उठेर होइन। रैदा जिन्दगी यस्तै छ है, ट्याक्क जाँदैछु। अनि बारीको कान्छी बोटेको ल आइपुग्यो। छोरो लाग्यो, अब छोरो लाग्ने बेलामा छ ट्याक्क। ल अब यहाँ एउटा दुईवटा ड्रेसहरू छ, ड्रेस चाहिँ निकालौँ। अनि ड्रेस नलाइ त अर्कोबाट कामै छैन के, ड्रेस त लाउनै पर्ने हुन्छ। यो एउटा अनि दिस वान, दुईवटा भए पुग्छ। म चाहिँ डिकीमा राखेको छ ट्याक्कै यो ड्रेस लिएर जानु पर्ने हो, हिँड्नु पर्यो अब। चलो हिँड्ने के नजिकै अफिस वर्क पनि यहाँ छ कि नजिकै। म चाहिँ यहाँ पार्किङ रहन्छ अनि हिँड्दैछु। पार्किङ नभए चाहिँ गाह्रो, यस्तो चाहिँ झ्याउ भन्ने कि हिँड्दैछु। ल अनि भित्र गएपछि देखाउँछु म ठ्याक्क है त। ल हिँड्दैछु कपडा बोक्दै हिँड्दैछु। रमाइलो छ। गोप्रो क्यामेरा, अनि म स्क्यान गर्नुपर्ने हुन्छ भित्र गएपछि। अब मैले बन्द गरेँ। ल त्यो स्क्यान गरेर ट्याक्क अब भित्र यो राख्ने ठाउँमा राख्दैछु। भित्र गएर ट्याक्क राख्नुपर्ने हुन्छ। पानी सानी खाने ठाउँ पनि छ यहाँ चाहिँ, त्यहाँनिर ट्याक्क। ल यहाँ ट्याक्क मेलमा यहाँ हेरेर जाने ट्याक्क। ल ए गाडी पनि सही गाडी ट्याक्क। ल अब ट्याक्क गाडी साडी चढ्ने हो अनि हिँड्ने हो है त। ल सही हो दामी।
आजको दिन मजा भयो ल 11:55 भएछ गाडीको समयअनुसार अब ट्याक्क पानी खाउँ हिजो पानी राखेको थिएँ क्या ट्याक्क यही जिम गरेर ट्याक्क बाहिर निक्लिँदाखेरि यहाँ बोतल थियो एउटा ट्याक्क त्यहाँ हानी राखेको थिएँ ल दामी भयो आजको दिन यसरी नै उठेदेखि बिहान अब बेलुकातिर कता काम जानु छ तर त्यही हो ल है त रमाइलो छ ल हिँड्ने अब छोरो हिँड्यो छोरो अब यहाँ राखेर ट्याक्क हिँड्यो छोरो हिँड्यो ट्याक्क हिँड्यो सोल्टी अब एकैचोटि घर पुगिसकेपछि मात्र हुन्छ कुरो सोल्टीको ल लाग्यो अब लड्की रहेछन् नि त लड्कीले अनि टाइम लगाएर रहेछन् नि त भन्दैछु के म ट्याक्क लड्कीले कहाँ पुरै टाइम लगाइदियो होला भनेर बसिरहेको थिएँ लड्की नि रहेछन् लड्कीहरू खतरा तर ठिक छ मैले हिजो चाहिँ गाडी यतितिर राखेको थिएँ अब आज चाहिँ ट्याक्क यतैबाट हिँड्नुपर्ने भयो हामी ट्याक्क रमाइलो छ हो जिन्दगी काम 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 सबै कुरा होइन काम चाहिँ काम 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 त गर्नै परेको तर पनि आफ्नो फिटनेस चाहिँ ठुलो कुरो हो के ज्यान रहे त संसार छ नभए त उही त हो नि त्यही भएर ट्रक आइरहेको रहेछ त्यही भएर कुद्नु पर्ने भयो छोरो लाग्यो अब लाग्यो अब हुँदै 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 रसन रोड निक्ल्यो ट्याक्क अब छोरो लाग्यो सिमेन्ट अस्ट्रेलिया बोरल कता उता छ क्लाइडतिर हामी चाहिँ यतै अब यो नजिकै गर्ने रहेछ ठिकै छ अब ल अब गएर यसो एउटा जुस खान्छ ट्याक्क त्यहाँबाट उता ब्याङ्कतिर जानु छ छोरीको त्यो अब पासपोर्टको लागि बनाउनु पर्ने हुन्छ रिसिप्ट हालिदिनु पर्छ अरे एम्बेसीलाई अनि त्यहाँबाट पोस्ट अफिस गएर त्यो पुऱ्याइदिएर लिएर आएर अनि घरमा आएर भात खाएर अनि जानुपर्ने छ कामतिर आजको दिन चाहिँ यस्तै अघि उठेँ अलिअलि खाएँ पानी सानी यताउति तातो पानी अनि त्यहाँबाट 1 गिलास जुस खाएँ अनि स्याउ र अङ्गुर खाएर अनि जिम गर्ने हिँडेको अनि अब यस्तै हो अब अलिअलि यहाँ भोलि त विकेन्ड हो क्या भोलि गएर किन्नुपर्ने छ अलिअलि सामान खानेकुराहरू अब बिस्तारै सिद्धिँदैछ आज शुक्रबार अलिअलि नै बाँकी छ भनौँ न हप्ताभरिको अब भोलितिर जानै पर्छ भोलि अब मिल्यो भने फ्लेमिङ्टन जान पनि सकिन्छ थाहा छैन चाहिँ फ्लेमिङ्टन गइयो भने त सामान त टन्नै ल्याइन्छ ओहो त्यहाँ छ सामान तरकारीहरू मेनली तरकारीहरू हो क्या कालीमाटी बजार जस्तै हो त्यो ठाउँ चाहिँ रमाइलो छ तर त्यो ठाउँ म त आएकै भोलिपल्ट गएको थिएँ क्या अरे एउटा दाइ दिदीले लग्नु भएको थियो रमाइलो रहेछ त्यो सामान गाजाङ गुजुङ है टाउको पछि दुख्ने उस्तै मान्छे चाहिँ त्यो